हेलो फ्रेन्ड्स, गुड इभिनिङ। वन्स अगेन वेलकम ब्याक टु माई भ्लग। र योभन्दा अगाडिको भ्लगहरूमा मैले तपाईँहरूलाई याङगाङ नाम्ची सिक्किमको डेलीको वेदरको बारेमा जानकारी दिँदै थिएँ। साथी हो, तपाईँहरूले हेर्नुभयो होला। याङगाङमा सधैँ पानी पर्दै गरेको, दिन ढुमिएको, एकदमै फगी क्लाउडी है, चिसो दिन भएको। तपाईँहरूले सोच्नुहुँदै होला याङगाङमा चाहिँ कहिल्यै पनि घाम लाग्दैन कि क्या हो भनेर। तर साथी हो, त्यस्तो चाहिँ नसोचिदिनुहोस्, किनकि आजको वेदर चाहिँ एकदमै अपोजिट भएको छ। हेर्नुहोस्, यति साह्रो सफा छ आकाश। सेतो बादल रुई जस्तै, निलो आकाश, क्लियर स्काई, यति साह्रो सफा छ। आज चाहिँ महिना दिन नसुकेको लुगा चाहिँ एकै घामले चाहिँ सुक्यो। त्यस्तो घाम लाग्यो आज चाहिँ। र म तपाईँहरूलाई यो चाहिँ डे टाइमको चाहिँ वेदर हो। म तपाईँहरूलाई आफ्टर 3 PM को वेदर अनि आफ्टर 5 PM को वेदर कस्तो रहनेछ त्यो पनि तपाईँहरूलाई देखाउने छु। हेर्नुहोस् त आकाश कति रमाइलो छ। मलाई चाहिँ एकदमै दसैँ आएको जस्तै लाग्यो आज चाहिँ। र मलाई भिडियो बनाउनु मन पर्यो र मैले बनाएँ साथी हो। मलाई आशा छ तपाईँहरूले यो भिडियो अवश्य पनि मन पराइदिनुहुन्छ होला भनेर। र यो चाहिँ याङगाङको वेदर हो। र आज तपाईँको ठाउँमा चाहिँ आजको वेदर कस्तो रह्यो र याङगाङमा चाहिँ आजको वेदर चाहिँ एकदमै राम्रो भएको छ। र म अब तपाईँहरूलाई आफ्टर 3 PM को वेदर पनि म तपाईँहरूलाई देखाउने छु यो भिडियोमा। र 5 बजी बादको वेदर पनि देखाउने छु। अब वेदर हो, केही भन्नु सकिँदैन। अहिले घाम लाग्दै गरेको हुन्छ, अहिले भरे पानी पर्छ, दिन ढुमिन्छ। र हेर्दै लानु साथी यो भिडियो। यो चाहिँ हो 3 बजी बादको वेदर हो। हेर्नुहोस् त, अघिको सेतो बादल चाहिँ अहिले कालो कालो भइसकेको छ। पर देख्नुहुँदैछ डाँडा, त्यो चाहिँ इस्ट सिक्किमको सामदोङ भन्ने ठाउँ हो। र यतापट्टिको डाँडामा चाहिँ अलिअलि घाम लागेको तपाईँले देख्नुहुँदैछ। म तपाईँहरूलाई ल्याउँदैछु यता। हेर्नुहोस्, यो भेग चाहिँ खामदोङ हो, इस्ट सिक्किम। यसको फेदीमा चाहिँ टिस्टा खोला छ। र तपाईँलाई सिधा म उँभो लाँदैछु। यो चाहिँ यता चाहिँ नाम्ची जाने बाटो छ, तिमी टी गार्डन। र यो बाटो देख्नुहुँदैछ नि, यो चाहिँ सिङताम टु डिक्चु जाने बाटो अथवा टुवर्ड्स नर्थ सिक्किम जाने बाटो हो। र टिस्टा नदी खोला पनि तपाईँहरूले अलिकति देख्नुहुँदैछ। अब तपाईँहरूलाई सिधा म याङगाङदेखि माथिको भालेढुङ्गा देखाउँदैछु, जहाँनिर इन्डियाको लङ्गेस्ट अनि स्टिफेस्ट रोपवे छ, दप्पर टु भालेढुङ्गा। यो देब्रेपट्टिको माथि डाँडा छ नि, यहाँनिर पुग्छ यो रोपवे चाहिँ चढेर चाहिँ। र हेर्नुहोस् है साथी हो, याङगाङको वेदर चाहिँ आजको चाहिँ यस्तो रह्यो। तपाईँहरूकोतिर के कस्तो भयो वेदर? र यो तपाईँहरूलाई यो मेरो भिडियो कस्तो लाग्यो? यदि तपाईँहरूलाई मन पऱ्यो भने लाइक कमेन्ट गरिदिनुहोस् अनि धेरैभन्दा धेरै सेयर गरिदिनुहोस्। अनि मेरो फेसबुक पेज काङ बाई एसबी लिम्बूलाई फलो गरिदिनुहोस्। हवस् त साथी हो, बाई बाई, सी यू सुन।